हेलो सबैजनालाई नमस्ते हैन। आजको हाम्रो टपिक चाहिँ अटोमेटिक एक्सपेक्टेड क्रेडिट लस चाहिँ सिस्टमले आफै क्याल्कुलेट कसरी गर्ने। सिम्पल हामीसँग 2-3 वटा डाटा हुँदैखेरि सबै कुराहरू सिस्टमले नै सबै कुराहरू ह्यान्डल गरिदिन्छ भन्ने कुराहरू चाहिँ हेर्छौँ है। अब यो चाहिँ अब स्टेप 1 यसले चाहिँ तपाईलाई स्टेप वाइज स्टेप गाइड गर्दै लान्छ, स्टेप वाइज स्टेप। अनि त्यसपछि चाहिँ अल्टिमेटली इसिएल क्याल्कुलेट भराउँछ हैन। पहिलो कुरो चाहिँ अब यसले हामीलाई हाम्रो बकेट छान्नु भनौँ हैन। अब तपाईले यहाँ बकेट जस्तै अब उदाहरणको लागि 30, 60, 90 नभएर अब मानिलिउँ हाम्रो अहिले राष्ट्र बैंकको गाइडलाइन्स अनुसारले 90 दिन, 180 दिन अनि 365 दिन छान्यौँ भनेपछि अब हामीले हाम्रो बकेट चाहिँ त्यसरी छान्यौँ भने अब हामीले टेम्प्लेटै डाउनलोड गर्न मिल्छ, जसले चाहिँ हामीलाई अब यो हाम्रो टेम्प्लेट चाहिँ यसरी रेडी बनाइदिन्छ। मन्थ, इयर अनि 1 देखि 90 यसमा तपाईले आफ्नो डाटा सर्र कपी पेस्ट गरिदिने। यसको लागि मैले अलरेडी डाटा हालिदिइसकेको छ। जस्तै यहाँ मैले 30, 90, 180, 65 भनेपछि यहाँ अब मैले कसरी डाटा हाल्दिएँ भने त्यही टेम्प्लेटमा केही पनि गरिनँ, मैले डाटा कपी पेस्ट गर्दै यो सहकारीको सफ्टवेयरले तपाईको निकालि नै हाल्छ एजिङ रिपोर्ट। जस्तै साउनमा 80, 81, 90 लाख यो गरेर मैले साउनदेखि असारसम्म 80, 81 यसरी तपाईले पुरानो वर्षलाई माथि राख्दै नयाँ वर्षलाई चाहिँ मुनि एड गरिदिँदै जाँदा हुन्छ। एटलिस्ट 3 वर्षको चाहिँ तपाईलाई डाटा चाहिन्छ हैन। यसरी तपाईले एजिङ रिपोर्ट हरेक महिनाको एजिङ रिपोर्ट त सिस्टमले फालिदिइहाल्छ। यसरी ल 82, 83 सम्म चाहिँ हामीले गर्दियौँ। अब मैले मानिलिउँ यहाँ मैले 5 लाख रुपियाँ राख्दै, यहाँ मैले 45 लाख राख्दै, 10 लाख, 8 लाख, 9 लाख र यसमा मैले राख्दै 7 यसरी राखिदिएँ हैन। अब मैले तपाईले कपी पेस्ट सुरुक यो डाटा त तपाईले सफ्टवेयरबाट जेनेरेट गर्न सकिहाल्नुहुन्छ। यो सिम्पल एजिङ हो। साउन महिनामा 80, 81 को साउन महिनामा के कति लोन चाहिँ यो बकेटमा एजिङमा थियो भन्ने कुराहरू सर्लक सिस्टमबाट निकाल्ने अनि यसलाई यसरी सर्लक इयर वाइज एसेन्डिङ अर्डरमा राखिदिने। यति गरिसकेपछि यो हाम्रो डाटा अब तपाईले यहाँको यसको लागि फाइल चुज गरिदिने। फाइल चुज गरिदिसकेपछि लु मानिलिउँ हामीले एनएफआरएस 9 क्याल्कुलेटरमा अब मैले भनेको 30 होइन 90, 180 र 365 को एजिङ यो चाहिँ मिल्नु पर्यो नि त। तपाईले अगाडि बकेट सेट गरेको अब क्याल्कुलेट पिडी भनौँ। अब यसले सबै क्याल्कुलेट गरिदिसक्यो। तपाईको 1 देखि 90 रोल रेट निकाल्दिसक्यो। त्यसपछि तपाईको हिस्टोरिकल पिडी क्याल्कुलेट गरिदिसक्यो 3 वर्षको लागि। अब तपाईले यो तपाईको हिस्टोरिकल पिडी यसले क्याल्कुलेट गरेर अटो क्याल्कुलेट गर्दै सबै कुरो वर्किङहरू अहिले उसले गरिदिइहाल्छ। त्यसपछि स्टेप 2 गरिदिने। अब तपाईले फरवर्ड लुकिङ मोडल लगाइदिने। तपाईको यो हिस्टोरिकल पिडी 3 वर्षको डाटा अपलोड गरेको कारणले उसले 3 वर्षको तपाईको हिस्टोरिकल पिडी कति थियो भनेर उसले निकाल्दिसक्यो। अब यहाँ जीडीपी ग्रोथ र इन्ट्रेस्ट रेट भेरिएबल राखिदिएको छ। अब उदाहरणको लागि अब मैले यहाँ जे पाए त्यही राखिदिएँ 7, 8, 9। अब जेनरली के हुन्छ भने जीडीपी बढ्दाखेरि तपाईको लोन लस प्रोभिजन कम हुन्छ, प्रोबेबिलिटी अफ डिफल्ट कम हुन्छ भन्ने हो। नेगेटिभ रिलेसन हुन्छ अथवा इन्भर्स रिलेसन हुन्छ भने इन्ट्रेस्ट बढ्दा चाहिँ मैले उल्टो भने क्या जीडीपी बढ्दा चाहिँ के हुन्छ हौ, जीडीपी बढ्यो भने त लोन रामा ठिक छ त, जीडीपी बढ्यो भने चाहिँ प्रोबेबिलिटी अफ डिफल्ट कम हुन्छ। इन्ट्रेस्ट बढ्यो भने चाहिँ प्रोबेबिलिटी अफ डिफल्ट ज्यादा हुन्छ, किनभने डाइरेक्ट रिलेसनसिप हुन्छ। अब यो हुन त हुँदैन। मैले अब भनौँ न हाम्रो इन्ट्रेस्ट रेट 10, 15, 20 जेसुकै राख्दिएँ। अब अहिले यो क्याल्कुलेसनको लागि चाहिँ अब मैले यो राख्दिएँ होइन। अब त्यसपछि तपाईँले रिग्रेसन टाइप छान्न सक्नुहुन्छ कि अब तपाईँको एउटा कुनै प्याटर्न फलो गरेन, लिनियर रिग्रेसन फलो गरेन भने अथवा कुनै यो अनुसारले प्याटर्न फलो गरेन भने लिनियरमा चाहिँ प्याटर्न फलो गर्छ भने एउटा स्ट्रेट लाइन कर्भ गर्छ भने लोगरिथमिकले चाहिँ त्यसलाई एउटा कर्भको रूपमा लिन्छ र यो एकदम भेरिएबल एकदम तलमाथि एकदम ह्यातभुत भयो भने चाहिँ लोगरिथमिक युज गर्नु होला, होइन भने चाहिँ लिनियरले रिग्रेसन मोडल बिल्ड गर्दा भइहाल्छ। तपाईसँग 2टा अप्सन छ, रिस्क मोडल कुन तपाईले मोडल बिल्ड गर्ने। अब मैले चाह्यो एक्जाम्पलको लागि रिग्रेसन मोडल बिल्ड गरिदिएँ भने यसले हामीलाई इक्वेसन दियो।
यो इक्वेसन तपाईँले चेक गर्न सक्नुहुन्छ। यसरी चाहिँ हाम्रो पिडी चाहिँ जिडिपी ग्रोथ रेटसँग कसरी रिलेटेड छ र पिडी चाहिँ इन्ट्रेस्ट रेटसँग कसरी रिलेटेड छ भनेर उसले मोडलले आफै भन्थ्यो। सिम्पल तपाईँले यो जिडिपी ग्रोथ रेट र इन्ट्रेस्ट रेट हालेको भरमै अब यसमा तपाईँले सिनारियो गरिसकेपछि अब त्यसले त तपाईँले हिस्टोरिकल अघिको मोडलले हिस्टोरिकलको आधारमा जस्तै यहाँ के गरिदियो भने यो मोडलले के गर्यो भने हिस्टोरिकल मोडलको आधारमा चाहिँ पिडी र जिडिपीको रिलेसन यस्तो छ, प्रोबेबिलिटी अफ डिफल्ट र इन्ट्रेस्ट रेटको रिलेसन यस्तो छ। यो चाहिँ इतिहासलाई हेरेर भनौँ उसले इतिहासमा बिल्ड गर्यो। अब तपाईँले अबको तपाईँलाई नयाँ कोर्समा चाहिँ यसलाई कसरी लाने भन्ने कुरा चाहिँ फरवर्ड लुकिङ गर्दाखेरि चाहिँ अब यसलाई वेट दिने, जस्तै बेस केसलाई नर्मल केसलाई 50 दिने, अप्टिमिस्टिकलाई राम्रो हुन्छ भन्नेलाई 20 दिने, पेसिमिस्टिक खराब हुन्छ भन्नेलाई 30 दिएको छ। त्यसरी वेट दिएर अब तपाईँले फोरकास्टेड जिडिपी राम्रो हुँदा कति हुन्छ, नर्मल हुँदा कति हुन्छ, एकदमै राम्रो भयो भने कति हुन्छ र खराब भयो भने के हुन्छ, ब्याज दर पनि नर्मल केसमा यो राम्रो केसमा र नराम्रो केसमा के हुन्छ भनेर तपाईँले यो सेट गरिदिँदा भइहाल्यो होइन। यो सेट गरिदिइसकिसकेपछि चाहिँ अब तपाईँले यहाँ केही यो चेन्ज गरिदिँदा हुन्छ। तपाईँलाई यो ठिक लाग्यो भने ठिक लाग्यो, होइन भने यहाँ जिडिपी ग्रोथ रेट कति हुन्छ, राम्रो बेस केस, राम्रो केस र नराम्रो केसमा र ब्याज दर पनि तपाईँले सेट गरिदिनु भयो भने चाहिँ अघि यो यहाँ लिएको रिग्रेसन मोडललाई चाहिँ यसले यो केसमा चाहिँ अब यसले फिट गरेर हाम्रो एन्सर निक्लिने चाहिँ प्रोबेबिलिटी अफ डिफल्ट हो। किनभने हामीलाई जिडिपी छ, जिडिपी हामीलाई थाहा छ राम्रो केसमा के हुन्छ, खराब केसमा के हुन्छ, नर्मल केसमा के हुन्छ भने हामीसँग इक्वेसन छँदैछ नि यो निकाल्ने, पिडी निकाल्ने। त्यसैले जिडिपीको पिडी पनि निकालिन्छ, ब्याज दरको पनि पिडी निकालिदिन्छ, दुईवटा पिडी निकाल्छ यसले र दुईवटालाई वेट हाल्छ, 50-30 र 50-20 र 30 हाल्छ र यसले ब्लेन्डेड पिडी निकालिदियो तपाईँलाई। फोरकास्टेड पिडी यो चाहिँ अब नयाँ पिडी जसमा चाहिँ हाम्रो मेक्रो इकोनोमीलाई फरवर्ड लुकिङ एप्रोच लगाएर वेट स्वेट गरेर यसले हाम्रो नयाँ पिडी चाहिँ अब 8.71 91देखि 180 दिनको लागि यो र 181 र 51.22% यसरी फाइनल ब्लेन्डेड पिडी निकालिदियो। यो चाहिँ क्युमुलेटिभ पिडी हो जसले चाहिँ तपाईँलाई तपाईँको फरवर्ड लुकिङ एप्रोचबाट पनि हिसाब निकालिदियो। यसमा केही गर्नै परेन नि, सिम्पल यहाँ के तपाईँले गरिदिनु भयो भने यहाँ के छ भनेर हालिदिनु भयो। यो पास्टको डाटा उसले आफै क्यालकुलेट गरिहाल्यो, पिडी आफै क्यालकुलेट गरिहाल्यो, ग्रोथ रेट तपाईँले वर्ल्ड ब्याङ्कको डाटा कताबाट लिएर हाल्ने हो हालिदिनु। त्यसपछि सर्लक्क अप्टिमिस्टिक र पेसिमिस्टिक सिनारियो बनाइदिनु अनि ब्लेन्डेड पिडी निकालिदिने। ब्लेन्डेड पिडी निकालिदिने चाहिँ अब लस गिभन डिफल्ट क्यालकुलेट गर्नु पऱ्यो। लस गिभन डिफल्टको लागि यहाँ टेम्प्लेट छ। अब यो टेम्प्लेटमा के छ भने तपाईँलाई यहाँ टेम्प्लेटमा के छ भने लस गिभन डिफल्टको टेम्प्लेट। अब यहाँ के 2-3वटा कुरा मात्रै सोधेको, 3-4वटा कुरा सोधेको छ। एमाउन्ट ड्यू कति थियो, यसमा रिकभर कति गर्नुभयो तपाईँले, ब्याज दर कति हो र डिले डे भनेको रिकभरीमा त टाइम लाग्ला नि त। तपाईँसँग हिस्टोरिकल यस्ता अक्सनवाला प्रपर्टीहरू छ, के प्रपर्टीहरू छ, मतलब त्यो अक्सनवाला प्रपर्टीहरूको इतिहासमा के भयो थियो त यो पार्टिकुलर सहकारीलाई भन्ने डाटा निकाल्ने। मैले यसको लागि अलरेडी एलजिडीमा हालिदिइसकेको छ केही डाटाहरू मैले ओपन गरिदिएँ। अब यसलाई मैले अपलोड गरिदिइसकेपछि जस्तै यहाँ हेर्नु है त, एमाउन्ट ड्यू 10 लाख रुपियाँ थियो अरे, 10,56,000 रिकभर भयो त्यो अक्सन बेचेर। तर हामीलाई 1186 डेज लाग्यो भनेपछि पिभी अफ रिकभरी ट्रु लस गरिदियो। यसले टाइम भ्यालु अफ मनीलाई कन्सिडर गरेर यहाँ फर्मुला भन्दैकै छ के गर्यो भनेर एलजिडी हाम्रो निकालिदियो र एभरेज एलजिडी हाम्रो 62.45% निकाल्यो, यसले सिस्टमले आफै निकालिदियो। अब अघि हामीले निकालेको त क्युमुलेटिभ पिडी हो। अब यसलाई हामीले मार्जिनल पिडी निकाल्नु पऱ्यो क्या। मार्जिनल पिडी निकाल्न चाहिँ अब यसमा मानिलिउँ मैले के गर्छु भन्दाखेरि सहकारीको रेकर्ड हेर्छु। सहकारीको रेकर्डमा मैले 200वटा लोन हेरेँ अरे विगत 5 वर्षको। सुरुमा मैले 200वटा लोन हेरेँ 5 वर्षभन्दा अगाडिको। अब मैले यहाँ के गरेँ भने 200वटा लोनको स्याम्पलमा मैले के भयो भने पहिलो वर्ष 10वटा लोन डिफल्ट क्याटेगोरीमा छिरेछन् भनेको खराब कर्जा लोन लस प्रोभिजन जसमा चाहिँ 100% गरिन्छ। अर्को वर्ष चाहिँ 20वटा लोन छिरेछ, अर्को वर्ष 5वटा लोन, अर्को वर्ष 40वटा लोन गएछ, अर्को वर्ष 2वटा लोन गएछ भनिसकेपछि यसरी चाहिँ हामीले 200वटा लोनको स्याम्पल हेर्दाखेरि नतिर्ने मान्छे भनौँ न खराब 100% 12 महिनाभन्दा माथि नआएका लोनहरू चाहिँ यसरी डिफल्ट हुँदै गएछन्। 200 लोनमा हामीले 5 वर्ष अगाडि छानेको स्याम्पलबाट यसरी हेर्दाखेरि हामीले यहाँ पर्सेन्टेज बिल्ड गरिदियौँ मार्जिनल पिडीको लागि। अब हामीले
यसबाट चाहिँ अब इसिएल लाइफ टाइम क्यालकुलेट गर्नुपर्छ। अब मानिलिउँ हामीले 5 वर्ष चाहिँ हाम्रो रिपोर्टिङ पिरियड 5 वर्ष लाइफ टाइम मान्ने, यो सबै लोनहरू जुन एक्जिस्ट गर्छ त्यो चाहिँ अघि हामीले लोन हिस्टोरिकल डाटामा एजिङ एनालाइसिस गरेको छ नि, त्यसको असार मसान्तको लोन, करेन्ट इयरको असार मसान्तको लोन चाहिँ अब 7 वर्षको लागि एभरेजमा सबै जिरो हुन्छन्, तिरिसक्छन् सबै लोनले। 5 वर्ष हाम्रो रिपोर्टिङ पिरियडको लागि, 5 वर्षको लागि चाहिँ हामी उयो गर्छौँ भनिसकेपछि अब इन्ट्रेस्ट रेट दिने यहाँ कति गरिदिने, त्यसो हुँदाखेरि यसले तपाईँको यहाँ निकालिदियो 1 देखि 90 दिनको लागि कसरी। जस्तै अब हाम्रो 45 लाखको लोन चाहिँ कसरी म्याच्युरिटी हुँदै जान्छ, प्रिन्सिपल कसरी तिरिँदै जान्छ। अब यो 365 भन्दा माथिको त डिफल्टै हो, त्यसैले जहिले पनि यसलाई 100% गर्ने, यसको त केही औचित्य भएन। अरूको चाहिँ लोन अब 45 लाख थियो, 1 लाख थियो, 9 लाख थियो र 7 लाख थियो, यसमा अब 40,80,000 दोस्रो वर्षमा हुन्छ, किनभने हामीले 4,19,000 तिर्छौँ भनेर यसरी गरेर यसले निकालिदियो। र तपाईँको पिडी स्ट्रक्चरलाई पनि अघि हाम्रो जुन निक्लेको पिडी स्ट्रक्चरलाई पनि मार्जिनल पिडीमा कन्भर्ट गरिदियो यसले अटोमेटिक गरिदिइसकेपछि अब यसले के गरिदियो भने अब तपाईँको कम्पोनेन्ट उसले निकालिदियो। अब स्टेज 1 को कम्पोनेन्ट जुन एनएफआरएस 9 अन्तर्गत स्टेज 1 को कम्पोनेन्ट मानिलिउँ 45 लाख रुपियाँ जुन हाम्रो गुड लोन थियो नि 1 देखि 90 दिनको, यसलाई 45 लाख उसले आफै क्यालकुलेट गर्छ। कहाँबाट लिन्छ भने तपाईँको त्यो लास्ट रो अफ डाटाबाट लिन्छ कि। जस्तै लास्ट रो अफ डाटा भनेको यहाँ तपाईँले अघि लोड गर्दाखेरि यहाँ अन्तिममा, किनभने यो मसान्तको अन्तिमको लोन यही 45 लाख, यो असारको अन्तिम लोन लिन्छ यसले यहाँ। यो भनेको स्टेज 1 को लोन हो, यो दुईटा भनेको स्टेज 2 को, अनि यो भनेको चाहिँ खराब लोन हो 100% 365 भन्दा माथि। त्यसरी नै बकेट बनाएको छ हामीले। यही आधारमा सिस्टमले अटो क्यालकुलेट के गरिदिन्छ भने तपाईँलाई 12 यो स्टेज 1 को लोनलाई 12 महिनाको मात्रै पिडी हाल्नुपर्ने हो, त्यसैले 12 महिनाको मात्रै पिडी हालिदिन्छ। एलजिडी उसले आफै क्यालकुलेट गर्यो, तपाईँको 31,000 रुपियाँ चाहिँ 12 महिनाको इसिएल हुन्छ भने अब स्टेज 2 को चाहिँ तपाईँले 91 र 180 दिनको लागि उसले टाइम भ्यालु अफ मनी हालेर एक्सपेक्टेड लस कति हुन्छ डिस्काउन्टेडै गरेर तपाईँले अघि जुन रेट दिनुहुन्छ नि 14% रेट दिएको आधारले यसले डिस्काउन्टिङ गरिदियो। अनि त्यसपछि यसले स्टेज 2 मै भएको 365 सम्मको पनि गरिदियो र यसलाई पनि यो बकेटकालाई पनि यो बकेट 181 र 365 को लागि पनि डिस्काउन्टिङ गरिदियो। त्यसपछि स्टेज 3 भनेको त डिफल्टेडवाला हो, जसमा चाहिँ 100% गरिन्छ 7 लाखको 100%, तर 62% चाहिँ रिकभरी चान्सेस छ भने, यदि लस गिभन डिफल्ट चाहिँ हाम्रो 62% छ भने यति गरिदियो हैन। फाइनल समरी गरिदिँदाखेरि चाहिँ अब यसले तपाईँको 1 देखि 90 दिन यो करेन्ट आउटस्ट्यान्डिङ देखाइदियो। 62 लाखको लोन भनेको कहिलेको लोन हो भने असार मसान्त, जुन लास्ट असार मसान्तको हो, त्यसलाई चाहिँ हेरेर तपाईँले इसिएल प्रोभिजन यसले गरिदियो। त्यसैले रिक्वायर्ड इसिएल प्रोभिजन 6,34,906 रुपियाँ हो। अब तपाईँले स्ट्याचुरी प्रोभिजन त फेरि अलग हुनसक्छ राष्ट्र ब्याङ्कको गाइडलाइन्स अन्तर्गत। अब अहिलेको भनेको 1 देखि 90 दिनलाई 1% गर्नु भनौँ, 91 देखि यसलाई 25 गर्नु भनौँ, यसलाई 50 गर्नु भनौँ र यसलाई 100 गर्नु भनौँ। अब यसले के गर्छ भने स्ट्याचुरी प्रोभिजन पनि क्यालकुलेट गरिदिन्छ। यो चाहिँ लास्ट लोनलाई लिएर उसले लास्ट असार महिनाको लोन आउटस्ट्यान्डिङलाई लिएर यतिको स्ट्याचुरी प्रोभिजन चाहिँ गर्नुपर्छ भने चाहिँ अब स्ट्याचुरी प्रोभिजन चाहिँ 12,20,000 जुन चाहिँ इसिएल भन्दा हायर हो, त्यसैले राष्ट्र ब्याङ्ककै 12,12,000 लोन लस प्रोभिजन चाहिँ तपाईँले गर्नुपर्छ भनेर सिस्टमले भनिदियो। त्यसपछि अडिट ट्रायल पनि हेर्न सक्नुहुन्छ तपाईँले। अब के गर्नुभयो त अहिलेसम्म भन्दा यो 12 नम्बरको स्टेप 1 मा तपाईँले 1 देखि 90 यो बकेट क्रिएट गर्नुभयो। स्टेप 2 मा तपाईँले हिस्टोरिकल पिडीहरूको एभरेज रोल रेट निकालिदियो। त्यसपछि लाइफ टाइम पिडी हिस्टोरिकल लाइफ टाइम पिडी उसले निकालिदियो, क्युमुलेटिभ पिडी हो यो। त्यसपछि उसले रिग्रेसन मोडल लिनियरवाला लगाए, लिनियर लगाएर चाहिँ यो इक्वेसन निकाल्यो। यो इक्वेसन निकालेर चाहिँ तपाईँको यो इक्वेसनको आधारमा चाहिँ यसले ब्लेन्ड गराइदियो। तपाईँको के सिनारियो दिनुभएको थियो यसले हिस्टोरिकल रेटको आधारमा गर्छ भने अब चाहिँ यहाँ चाहिँ ब्लेन्ड गर्नुहुन्छ। ब्लेन्डले चाहिँ तपाईँको सिनारियो नयाँ सिनारियो दिएर नयाँ जिडिपी भयो, नयाँ इन्ट्रेस्ट रेट भयो भने चाहिँ कस्तो खालको ब्लेन्डिङ हुन्छ भनेर गरिदिन्छ। र यसले चाहिँ अब फाइनल स्टेज वाइज निकालिदियो उसले तपाईँको कति कति पिडी हो भनेर। अब तपाईँले यहाँ लस गिभन डिफल्ट भयो भने यसको टेबल हेर्न सक्नुहुन्छ, हाम्रो एलजिडी कसरी निकालिदियो भन्ने। अब इएडी टाइमिङ एन्ड पिडी टर्म स्ट्रक्चर भनेको 1 देखि 90 दिनलाई मार्जिनल पिडी हो, कसरी हुन्छ तपाईँले अघि गरेको हिसाबले निकालिदिइहाल्यो भने। स्टेप 10 मा चाहिँ अब 12 महिनाको इसिएल उसले निकालिदियो।
त्यसपछि स्टेज 2 को इसिएल निकालो, स्टेज 3 को डिफल्टवालाको निकालो, अनि फाइनल समरी भनेको इसिएल प्रोभिजन यति हो 6,34,000 भनेर भनौँ। तपाईँले स्ट्याचुरी प्रोभिजनसँग कम्पेरिजन गर्नुपर्ने डाटा यसरी भन्दियो, अघि पनि भनेको थियो, यो चाहिँ अडिट ट्रेलमा हो। अब त्यसपछि तपाईँको सेड्युल्स अफ अडिट रिपोर्ट जस्तै अब रोल रेट यसले कसरी निकाल्यो त, तपाईँको बकेटबाट कसरी मुभमेन्ट गरायो भन्ने कुराहरू यसलाई तपाईँले एक्सेलमा पनि डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। क्यालकुलेसन तपाईँलाई चित्त बुझ्दैन भने यहीँबाट चट्ट यसले गरेको क्यालकुलेसन सबै ठिक छ कि छैन भनेर तपाईँको मुभमेन्ट, बकेटका मुभमेन्टहरू, त्यसपछि लिएर बकेटका मुभमेन्टदेखि त्यो हाम्रो पिडीको प्रोडक्ट वाइज निकाल्ने मुभमेन्टहरू यसले आफै यहाँ क्यालकुलेट गरिदिइसकेको छ। त्यसपछि मेक्रो इकोनोमिक मोडलमा तपाईँले हिस्टोरिकल पिडी तानेका कति छन् भन्ने कुराहरू गरौँ, ग्रोथ रेटहरू, इन्ट्रेस्ट रेटहरू तपाईँले के गर्नुभएको थियो अघि। अनि त्यसपछि नम्बर अफ डिफल्टहरू, त्यो कति % अफ डिफल्ट 1 वर्षमा भयो, 2 वर्षमा भयो, 3 वर्षमा भयो, 4 वर्षमा भयो, 5 वर्षमा भयो, कति भयो भन्ने कुराहरू निकालिदियो यसले। यसलाई मार्जिनल पिडी, अघि हाम्रो जुन मार्जिनल पिडी हुन्छ नि 1 वर्ष, 2 वर्ष, 3 वर्ष, त्यो हिसाब गर्नको लागि लाग्छ। अब म्याच्युरिटी, लोनको म्याच्युरिटी कति हुन्छ, एक्सपोजर अफ डिफल्ट कति हुन्छ भनेर यसरी चाहिँ एउटा कम्प्लिट इसिएल मोडल क्यालकुलेट हुन्छ। अब म तपाईँलाई एकचोटि रिभिजन गरेर देखाइदिन्छु कति छिटो छ, केही गर्नै पर्दैन। अब टक्क जाने, मैले यसलाई रिफ्रेस गरिदिएँ होइन, चट्ट मैले 30-60 ठाउँमा, अब मैले बकेट कतिकोमा हेर्छु भने मानिलिउँ 30-60-90 मा नहेरेर म जति पनि हेर्न सक्छु है, यहाँ जतिवटा बकेट दिन मिल्छ। अब म दिन्छु यसलाई 90, म एकचोटि सर रिभिजन गराइदिएँ, 90, 180 र 365 दिनको बकेट बनाउनु भने यसले बकेट सेभ गरिदियो। मैले फाइल चुज गरिदिएँ ट्याक्क पारेर 90, 80, अब मैले हिस्टोरिकल डाटा गर्दै, अब मैले केही गर्नु परेन। अब मलाई ग्रोथ रेट मैले 4, 5, 6 राखिदिएँ। अब म यो चाहिँ रियल डाटा हाल्नु होला, 10, 22, 10 यस्तो यो धेरै भेरिएबल आयो भने चाहिँ लग्राथमिक युज गर्नु होला, होइन भने चाहिँ लिनियर युज गर्दा हुन्छ। जस्तै बिल्ड रिग्रेसन मोडल लग्राथमिक युज गर्दा यस्तो खालको रिलेसनसिप इस्टाब्लिस गरिदियो भने चाहिँ लिनियर गर्दाखेरि चाहिँ तपाईँले यहाँ डिफ्रेन्स देख्न सक्नुहुन्छ। च्याट्टसँगले मैले ल लिनियरै गरिदिएँ, के ल्याङ्ग्वेज राख्नु होइन, डिफल्ट सिनारियो यही राखिदिएँ मैले, ब्लेन्डेड पिडी। त्यसपछि एलजिडी मैले फाइल छान्दिएँ, मेरो रिकभरीका कस्ता चिजहरू छन् भनेर। त्यसपछि मैले एलजिडी गरिदिएँ, यो गरिदिएँ। अब मैले स्याम्पल फाइल मान्नु 200 फाइलमा मैले टाइमिङ हेरेर सुरुमा 10ले गर, मैले 10 राखिदिएँ ल, सबै 10 फाइल चाहिँ हरेक वर्ष नतिर्ने हुँदो रहेछन् भनेर राखिदिएँ। अब त्यसपछि मैले एमोर्टाइजेसन टेबल गरिदिएँ, त्यसपछि फाइनल समरी गरिदिएँ। त्यसपछि स्ट्याचुरी प्रोभिजन भनेको यहाँ भनेको 1%, यो भनेको 25, यो भनेको 50, यो भनेको 100 जेनेरेट अडिटर रिपोर्ट सक्यो। अब चट्टसँगले यो डाउनलोड गर्ने के गर्ने सक्यो। यति सर्ट स्टेपमै तपाईँले इसिएल क्यालकुलेट गर्न सक्नुहुन्छ। तपाईँलाई मेजर 2टा डाटा चाहिने भनेको के मात्रै देखियो भने एउटा जिडिपीको चिजहरू एसियन डेभलपमेन्ट अथवा जे ब्याङ्कबाट जहाँ एक्सटर्नल सोर्सबाट लिने, त्यसपछि एजिङको स्याम्पल सहकारीको रिपोर्टबाट फाल्ने, एलजिडीको एउटा यसो लोन कति लोनले कतिले रिकभर भएको छ, टाइम भ्यालु अफ मनी यसो कति दिन छ, ब्याज दर कति हो भनेर यसो गरिदिने। त्यति गरिसकेपछि सक्यो। ल हस्, थ्याङ्क यू।